ल साथीहरू, आज हामी जोमसोमदेखि मुक्तिनाथसम्म पैदल यात्रामा हिँडेका छौँ। अब कतिको सकिन्छ 21 किलोमिटर मुक्तिनाथसम्म जोमसोमदेखि। मेरो हजुरहरूले लाइक सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। अनि कुशलको केही भनाइ? मेरो केही छैन, यस्तै पहाड चाहिँ धेरै रहेछन्। सो हामी अब जे होस् रेकर्ड राखौँ भनेर आज जोमसोमदेखि मुक्तिनाथसम्म पैदल यात्रा गर्दैछौँ हामी दुई। जोमसोमदेखि मुक्तिनाथसम्म पैदल यात्रा। टक्क हामी दुईजना ल जोमसोमदेखि मुक्तिनाथसम्म पैदल। के खोजेका उस बना रही संगिया के गिफ्टी यस्तै छ होइन। त्यति राम्रो बाटो चाहिँ यो सबै पिच रहेछ है होइन। आनन्द हिँड्न नि सजिलो हुने कि हिलो पनि नहुने गाडी आयो। ए गिट्टी फुटाले रहेछन्, गिट्टी फुट्ने काम रहेछ। ए गिट्टी फुट्ने काम रहेछ। त्यहाँ गिट्टी हो जान्छ। हावा चाहिँ राम्रै चलिरहेको होइन। ज्याकेट लगाएको अरे तर गर्मी भइरहेको भित्र जलन भइरहेको। टाढाबाट बसाइरहेको काली गण्डकी। मौसम त एकदम सफा छैन। जाउँ जहाँसम्म किलोमिटर हिँड्ने नि 1 किलोमिटर हिँड्ने लानु के 1 किलोमिटर 2-3 किलोमिटर आइयो क्या। रन्क्यौ त कतिको छिटो पुगिरहेछ। ठुलै टिप्पर रहेछ। ऊ बस यताडा उहाँ देखेको बस बलिया। हामी त कहिले ठुलो टिप्पर त्यता रोक्दैन। यस्ता नि कुटे खानेर देख्यो नि गरी खान कति गाह्रो छ। यत्र साना बच्चाहरू नि यत्र साना भाइहरू। भूल गया ये सारा तेरे नाल प्यार। यत्रो सानो बच्चा यार, त्यो बेर आइन। खै त नि यहाँ नदीको त पानीको त उसी देखिएन त्यो नदी।
खोला हो कि हेर्दाखेरि त कहीँ पनि जस्तै एक गण्डकी नै गएको वहीँ हामी ढिला गरियो क्या आज है घाम लागिसक्यो खै स्पिकर खोल्नु त्यो स्पिकर बजाउनु हामी आइपुगेका छौँ मुक्तिनाथ दर्शन मसिना खै त भरि सबै जोडेर हाल्नुपर्छ एउटा बिस्तारै जानु पछाडि फर्किनु नेपाली हुन्छ तपाईँ हुन्छ फेरि माथि सर धन्यवाद भाइ जय हो मुक्तिनाथ